लागि बेड लिएर आएको छु नयाँ। यसको चाहिँ अब सेटिङ हुँदैछ है। बाबुको बेड चाहिँ अब यहाँ सेट हुँदैछ। अब यो त्यसमा यतादेखि त्यसलाई अब सानो डनलप है हालेर बाबुको डनलप। साथीहरू आज चाहिँ नानीको लागि एउटा बेड ल्याएको थियो हाम्रो कान्छाको लागि। त्यो बेड चाहिँ अब सेट गर्नु है। बेड त छ हो, हेर्नुहोस्। अब यसमा बेडको लागि एउटा सानो डनलप छ हो, सबै सेटमा छ। सिट हो भयो। अब यो चाहिँ चारैपट्टि यो सेफ्टीको लागि नानी ताकि नलडोस् भनेर चाहिँ भयो, ताकि बाबु यता पल्टिँदाखेरि यो डाइरेक्ट यसमा नलागोस् भनेर। अब यो चाहिँ बाबुको सानसानो जाने है। ठिकै छ साथीहरू, नयाँ बेडमा उद्घाटन है। लो अब ब्ल्याङ्केट ओढाइदिनु पर्यो चटक्क पारेर नयाँ बेडमा हो। अन्त यसको चाहिँ सेट चाहिँ फेरि तपाईँको यहाँ छ। यो ननिस्किनु पो रहेछ त। यसमा चाहिँ लास्टमा चाहिँ यस्तो लक गरिदिनु भइहाल्छ। लक गरिदिनु पर्छ है। यहाँ चाहिँ कस्तो लाग्यो साथीहरू कमेन्ट गर्नुहोस् है। हाम्रो नानीको बेड चाहिँ सानो बढी है, सानो बेबीको बेड तपाईँहरू पनि लिन सक्नुहुन्छ है। दामी यो चाहिँ कुच्छ पनि मुनि चक्कावाला हो कि मजाले बाबुलाई यहाँदेखि जहाँ पनि सिफ्ट गर्न सक्नुहुन्छ। अन्त नानीलाई दुध पिलाउनको लागि राति निकाल्नुको लागि चाहिँ यो मजाको यो फोल्डिङवाला हो। साथीहरू कमेन्ट गर्नुहोस् है कस्तो लाग्यो।